नमस्कार। आज म विक्रमसम्म 2082 साल जेठ महिनाको 21 गते बुधबार गोरखापत्र दैनिकमा प्रकाशन गरिएको लोकसेवा तयारी सामग्री अन्तर्गतको वस्तुगत प्रश्नोत्तरहरू वाचन गर्न गइरहेकी छु। प्रश्न नम्बर 1मा रहेको छ, उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलद्वारा आर्थिक वर्ष 2082-83का लागि कति राशिको बजेट प्रस्तुत गरियो? रु 19 खर्ब 64 अर्ब 11 करोड, रु 19 खर्ब 64 अर्ब 11 करोड। चालुतर्फ 11 खर्ब 80 अर्ब 98 करोड। चालुतर्फको बजेट 11 खर्ब 80 अर्ब 98 करोड। प्रतिशतमा 60.1%। पुँजीगत तर्फ 4 खर्ब 7 अर्ब 89 करोड अथवा 20.8%। पुँजीगत तर्फ 4 खर्ब 7 अर्ब 89 करोड, प्रतिशतमा 20.8%। वित्तीय व्यवस्थापन तर्फ 3 खर्ब 75 अर्ब 24 करोड। वित्तीय व्यवस्थापन तर्फको बजेट 3 खर्ब 75 अर्ब 24 करोड, प्रतिशतमा 19.1%। बजेट व्यवस्थापनका प्रमुख स्रोतहरूमा कुल राजस्व रु 13 खर्ब 15 अर्ब, वैदेशिक अनुदान रु 53 अर्ब 58 करोड, वैदेशिक ऋण रु 2 खर्ब 33 अर्ब 66 करोड, आन्तरिक ऋण रु 3 खर्ब 62 अर्ब। बजेटका प्रमुख प्रावधानहरूमा आर्थिक वर्ष 2082-83मा 6%को आर्थिक वृद्धि, मुद्रास्फीति 5.5% कायम गरिने, 2 वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने चैते धान खेती प्रवर्धन कार्यक्रम, कर्मचारीको महँगी भत्ता 5,000 पुर्याइएको, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमा लगानी गर्न पाउने, वृद्ध भत्ता पाउन अब 70 वर्ष पुग्नुपर्ने, महिलाको नाममा उद्योग दर्ता र नवीकरण गर्दा शुल्क नलाग्ने, एसेट म्यानेजमेन्ट कम्पनी स्थापना गरिने, संविधान संशोधन गरिने, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई रु 1 खर्ब 52 अर्ब बजेट, खानेपानी मन्त्रालयलाई रु 33 अर्ब 89 करोड बजेट, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयलाई 86 अर्ब 1 करोड बजेट, स्वास्थ्य बीमा कार्यक्रमका लागि रु 10 अर्ब विनियोजन, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई रु 2 अर्ब 8 करोड, युवा तथा खेलकुद मन्त्रालयलाई रु 6 अर्ब 8 करोड विनियोजन, हरेक प्रदेशमा रोजगारी मेला सञ्चालन गर्ने, सहकारीका बचतकर्ताको रु 5 लाखसम्मको कर्जा सुरक्षण गरिने, सामाजिक सुरक्षा भत्ताको लागि 1 खर्ब 9 अर्ब रुपियाँ, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई रु 95 अर्ब 81 करोड विनियोजन, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई रु 2 खर्ब 11 अर्ब विनियोजन, एआई र मसिन लर्निङका लागि एआई सेन्टर स्थापना गरिने, वैदेशिक लगानी भित्र्याइने र नाफा फिर्ता लैजाने प्रक्रियालाई सरल बनाइने, सहकारी ठगीका आरोपितको राहदानी रोक्का गरिने, हरेक स्थानीय तहमा भूमि बैंक स्थापना गरिने, 5 लाख परिवारलाई जग्गाधनी प्रमाणपत्र उपलब्ध गराइने, प्रदेश तथा स्थानीय तहमा
रु 2 खर्ब 41 अर्ब 81 करोड विनियोजन। उद्योग मन्त्रालयलाई रु 10 अर्ब 14 करोड विनियोजन। कृषि मन्त्रालयका लागि रु 57 अर्ब 48 करोड। 2 वर्षभित्र चामलमा आत्मनिर्भर बनाउन चैते धान खेती प्रवर्धन कार्यक्रम। बैंक वित्तीय र सहकारी संस्थाबाट हुने जग्गा रोका वा फुकुवा अनलाइनबाट हुने। बाली तथा पशु बिमाको प्रिमियममा रु 2 अर्ब 30 करोड रुपियाँ अनुदान। 16 वर्ष माथिका युवालाई राष्ट्रिय स्वयंसेवक परिचय पत्र। विश्वविद्यालयसँग मिलेर शिक्षक बैंक स्थापना गरिने। कुल निर्यात 25% विदेशमा लगानी गर्न दिइने। नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायकमा छुट्याउने। बजेटमा जेनजी पुस्ता स्टार्टअप उद्योगलाई 3%मा कर्जा। उपभोक्ता अदालत सबै प्रदेशमा विस्तार गरिने। प्रश्न नम्बर 2मा रहेको छ, राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष 2081-82 को प्रारम्भिक प्रादेशिक राष्ट्रिय लेखानुमान अनुसार सबैभन्दा धेरै आर्थिक वृद्धि दर कुन प्रदेशको रहेको छ? यसको उत्तर गण्डकी प्रदेश। 7 प्रदेशको आर्थिक वृद्धि दर यस प्रकारको रहेको छ। गण्डकी प्रदेश 5.51%, बागमती 5.18, कर्णाली 4.74, लुम्बिनी 4.70, मध्य प्रदेश 4.50, कोशी प्रदेश 3.34 र सुदूरपश्चिम 3.32%। सुदूरपश्चिम प्रदेशको वृद्धि दर सबैभन्दा कम 3.32% रहेको छ। राष्ट्रिय औसत वृद्धि दर 4.61% रहेको छ। उपभोक्ताको मूल्यमा आधारित कुल गार्हस्थ्य उत्पादन जीडीपी आर्थिक वर्ष 2081-82मा 61 खर्ब 7 रुपियाँ पुग्ने अनुमान रहेको छ। जीडीपीमा विभिन्न प्रदेशको योगदान प्रतिशतमा यस प्रकार रहेको छ। बागमती प्रदेशमा 36.52%ले योगदान थियो भनेको 22 खर्ब 30 अर्ब गार्हस्थ्य उत्पादन। कोशी 15.90, 9 खर्ब 71 अर्ब गार्हस्थ्य उत्पादन। लुम्बिनीको योगदानमा 14.23% र गार्हस्थ्य उत्पादन 8 खर्ब 69 अर्ब। मध्य प्रदेशमा 13.1 छ र कुल गार्हस्थ्य उत्पादनमा 8 खर्ब 4 अर्ब। गण्डकी प्रदेशमा योगदान 8.98, कुल गार्हस्थ्य उत्पादन जीडीपीमा 5 खर्ब 48 अर्ब। सुदूरपश्चिम 7.03 र कुल गार्हस्थ्यमा 4 खर्ब 30 अर्ब। कर्णाली प्रदेशमा योगदान 4.19 र कुल गार्हस्थ्य उत्पादन 2 खर्ब 56 अर्ब। मधुपर्क सम्मान 2082बाट सम्मानित स्रष्टा को हुन्? पद्मतर्फ कवि ज्ञान उदास, गद्यतर्फ कथाकार ध्रुव सापकोटा, खुला प्रतिभातर्फ कथाकार पद्मावती सिंह। गायक तथा संगीतकार गणेश रसिकको निधन कहिले भएको हो? विक्रम सम्वत 2082 साल जेठ महिनाको 18 गते। विश्वविख्यात आरोही कामिरीता शेर्पाले सगरमाथाको 31औं पटक सफल आरोहण कहिले गरेका हुन्? विक्रम सम्वत 2082 जेठ 13। सन् 2025 मे 27 कामिरीताले सर्वाधिक सगरमाथाको आरोहणको आफ्नै रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको। उनले यसअघि विक्रम सम्वत 2081 जेठ 9मा 30औं पटक आरोहण गरी विश्व रेकर्ड कायम गरेका थिए। इन्टरनेशनल बुकर पुरस्कार जित्न सफल साहित्यकार को हुन्? भारतीय लेखिका बानु मुस्ताक। भारतीय लेखिका, वकिल तथा सामाजिक अभियन्ता मुस्ताकले लघुकथा संग्रह हार्डल्याम्पका लागि सो अवार्ड प्राप्त गरेकी हुन्। उनी बुकर पुरस्कार प्राप्त गर्ने कन्नड भाषाकी पहिलो साहित्यकार हुन्। सो कथा संग्रहलाई दीपा भास्तीले अङ्ग्रेजीमा अनुवाद गरेकी हुन्। पुरस्कारको राशि 50,000 पाउन्ड रहेको, जुन लेखक र अनुवादक बीच बराबरी बाँडिनेछ।
कन्नड भारतीय राज्य कर्नाटकमा बोलिने भाषा हो। यो भाषा करिब 6,50,00,000ले बोल्छन्। यसअघि सन् 2022मा भारतीय लेखिका गीताञ्जली श्रीको टम्ब अफ स्यान्डले इन्टरनेसनल बुकर पुरस्कार जितेको थियो। सो पुस्तक डेजी रोकवेलले हिन्दीबाट अङ्ग्रेजीमा अनुवाद गरेकी थिइन्। सरकारले कुन निकाय अन्तर्गत राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ? राष्ट्रिय योजना आयोग। सरकारले 2082 कार्तिक महिनाभित्र राष्ट्रिय अनुसन्धान तथा विकास परिषद स्थापना गर्ने निर्णय गरेको छ। 2082 जेठ 5 गते बसेको मन्त्री परिषदको बैठकले यो कार्ययोजना स्वीकृत गरेको हो। उच्च स्तरीय आर्थिक सुझाव आयोग 2081 को सुझाव कार्यान्वयनका लागि तयार पारिएको आर्थिक सुधार कार्यान्वयन कार्ययोजना 2082 मन्त्री परिषदले स्वीकृत गरेको हो। परिषदमा नास्ट, नार्क, राष्ट्रिय स्वास्थ्य अनुसन्धान केन्द्र, राष्ट्रिय तथ्याङ्क कार्यालय, विश्वविद्यालय नीति अनुसन्धान प्रतिष्ठान, निजी क्षेत्र, विद्युत समूहबाट सदस्य रहने, यसको सहजीकरण प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले गर्ने कार्ययोजना रहेको छ, उल्लेख रहेको छ। नेपालमा हाल चरा प्रजातिको संख्या कति पुगेको छ? 900 चरा छोटे पुच्छ्रे समुद्री सर्ट टेल्ड सेयर वाटर नामक फिरुते चरा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका स्थित कोशी बाँध जलाशयमा पौडी खेलिरहेको अवस्थामा देखिएको। यो नेपालका लागि नयाँ प्रजाति मात्र नभएर समुद्रमा पाइने चराको परिवारको पहिलो रेकर्ड भएको बताइएको। सो चरा विक्रम सम्वत 2082 वैशाख 20मा देखिएको हो। प्रश्न नम्बर 9मा रहेको छ, नेपाल राष्ट्र बैङ्कको 18औं गभर्नरमा कसलाई नियुक्त गरियो? डाक्टर विश्वनाथ पौडेल। विक्रम सम्वत 2082 जेठ 6 को मन्त्री परिषद बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो। उहाँ राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष पनि हुनुहुन्छ। डाक्टर पौडेल 2078 श्रावण 12 गते राष्ट्रिय योजना आयोगको उपाध्यक्ष नियुक्त हुनुभएको थियो। डाक्टर पौडेल अमेरिका स्थित युनिभर्सिटी अफ क्यालिफोर्निया बर्कलेबाट अर्थशास्त्रमा विद्यावरिधि गर्नुभएको हो। चीनको साङ्घाई स्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गर्नुभएको गभर्नर पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासमा अध्येता पनि हुनुहुन्छ। बोटवल उपमहानगरपालिका र मुस्ताङको घर पझोङ गाउँपालिका बीच आपसी सहकार्य र धार्मिक पर्यटन प्रवर्तनमा जोड दिँदै भगिनी सम्बन्ध कहिले कायम भएको हो? विक्रम सम्वत 2082 जेठ 8 गते। अन्तर्राष्ट्रिय मुद्रा कोषका अनुसार विश्वको चौथो ठूलो अर्थतन्त्र भएको मुलुक कुन बनेको छ? भारत। आइएमएफले सन् 2025 मेमा प्रकाशित गरेको प्रतिवेदन अनुसार भारत जापानलाई उछिनेर विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको। आइएमएफका अनुसार विश्वका 5 प्रमुख अर्थतन्त्र: अमेरिका 30.51 अमेर, चीन 19.23 अमेर, जर्मनी 4.74 अमेर, भारत 4.187 अमेर, जापान 4.186 अमेर। यी राष्ट्र पश्चात क्रमशः बेलायत, फ्रान्स र इटली रहेका। ठूलो जीडीपीले देशसँग बढी आर्थिक स्रोत छन् भन्ने देखाउँछ। नेपाल खानेपानी संस्थानको अध्यक्षमा कसलाई नियुक्ति गरियो? डाक्टर ढुण्डिराज भट्टराई। नेपाल खानेपानी संस्थान ऐन 2046 बमोजिम नियुक्त गरिएको। 2082 जेठ 12 को मन्त्री परिषदको बैठकको निर्णय, कार्यकाल 3 वर्ष। नेपाल विश्व स्वास्थ्य संगठनको कार्यकारी सदस्य कहिले निर्वाचित भएको हो? सन् 2025 को मेमा। अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासङ्घले कसको अध्यक्षतामा बागमती प्रदेश कमिटी गठन गरेको हो? कृष्ण खतिवडा। नेपाल विद्युत प्राधिकरणले विद्युत खपत तथा नियमित महसुल भुक्तानीलाई आधार मानि छनौट गरेको उपभोक्ताको सूचीमा पर्न सफल 10 कम्पनीमा सर्वोत्तम स्टिल लिमिटेड, विजयश्री स्टिल्स लिमिटेड, गोयल इस्पात प्राली, आरती स्ट्रिप्स प्राली, प्रिमियर स्टिल प्राली, श्री स्टिल्स प्राली, होङसी सिमेन्ट प्राली, हुलास वायर इन्डस्ट्रिज लिमिटेड, स्वस्तिक रोलिङ मिल्स र जगदम्बा वायर्स। सिंहदरबारमा मेलम्चीको शुद्ध खानेपानी वितरण कार्यको शुभारम्भ कहिले गरियो? विक्रम सम्वत 2082 जेठ 5। गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार स्थापना कहिले भएको हो? विक्रम सम्वत 2062 सालमा।